सामाजिक अभियन्ता विश्लेषक माधव पराजुले यतिखेर हामीसँग संवादको लागि जोडिनु भएको छ। सर नमस्कार, स्वागत छ तपाईँलाई। नमस्कार, धन्यवाद। गृहमन्त्री सुदन गुरुङजीले लामो समयको विवाद अन्तर चल्दै गर्दाखेरि यति बेला अचानक उहाँको चाहिँ राजीनामा दिइसकेको कुराहरू आइरहेको छ। भनेपछि यति छिटो राजीनामा दिन्छ जस्तो चाहिँ अब खासै त्यस्तो थिएन। यो सडनली अचानक चाहिँ राजीनामा उहाँले दिनुभयो। यो घटनालाई कसरी लिनुभएको छ तपाईँ? सबैभन्दा पहिला जो सुदन गुरुङको सम्पत्ति सार्वजनिक गरेकै दिनदेखि एक किसिमको विवाद हजुर हो पैदा भयो। त्यो विवाद एउटा समाधान गर्न नपाउँदै त्यसमा फेरि अर्को विवाद बढ्यो। हजुर, जुन विवादले रासपा पार्टीलाई नै कतै असर पर्छ कि भन्ने उद्देश्यका साथ रासपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालन शाह दुईटाको संयुक्त उपस्थिति र छलफलमा उहाँलाई अहिले तत्काल राजीनामा दिन लगाएको जस्तो मलाई लाग्छ। ए हजुर, यस कारणले कि रासपालाई विधिको शासन, कानुनी राज र सुशासनको जगमा उभिएको सरकार हो यो, जहाँ सुशासनका कुरा गर्ने अनि आफै चाहिँ दोषी हुँदाखेरि त्यहीँ रहने भन्दाखेरि चाहिँ सिङ्गो पार्टीलाई बदनाम हुने भएको कारणले हजुर दोषी भए भाइदार हुनुहुन्छ, निर्दोष भए फेरि पाइहाल्नुहुन्छ भन्ने हिसाबले चाहिँ उहाँले अहिले छानबिनको लागि चाहिँ मार्ग प्रशस्त गर्नुभएको जस्तो मलाई लाग्छ। निष्पक्ष हिसाबले छानबिन होस् भन्ने हिसाबले नै उहाँले पदबाट राजीनामा दिएको भन्ने कुराहरू आयो र सँगसँगै नैतिकताको हिसाबले राजीनामा दिएको भन्ने खालको कुराहरू पनि गर्नुभयो नि उहाँले, होइन? यस्तो मैले मेरो नैतिक जिम्मेवारी वहन गरेँ भन्ने उहाँको त्यो लेखाइमा छ। हजुर हजुर, पक्कै पनि एउटा गृह मन्त्रालयको जिम्मेवार पद सम्हालिरहनु भएको मान्छे आज 26 दिनमा छोडेर जाँदै हुनुहुन्छ। उहाँले कम्तीमा पनि देशलाई केही सुशासनतिर लान्छु, भ्रष्टाचारीलाई कारबाही गर्छु र विधिको शासन चलायमान गराउँछु भनेर जानुभएको पात्र 26 दिनका दिन छोड्नु पर्दा पक्कै पनि ती विविध कुरा त भइ नै हाल्छ। दोषी हो होइन भन्ने कुरै बाँकी छ। मिडिया ट्रायल भयो। अब मिडिया ट्रायल मात्रै हो कि साँच्चै नै दोषी हो, त्यो छानबिन हुन बाँकी छ। तर जेसुकै भए पनि सायद एउटा कुरो चाहिँ मलाई अर्को पनि लाग्छ फेरि के हो भने बालन शाहले अस्ति श्रम मन्त्रीलाई ठ्याक्कै एउटा स्पष्टीकरण पनि दिन नपाउँदै हटाउनु भएको थिएन भने आज सुदन गुरुङले पनि हट्नु पर्दैन थियो होला जस्तो लाग्छ मलाई। तैपनि उहाँले अब स्पष्टीकरण त दिने मौका त पाउनुभयो, होइन? हजुर। तर यति छिटो राजीनामा दिन्छ भनेर चाहिँ अब आम मान्छेले हामी कसैले कल्पना गरेको थिएन। पक्कै पनि सुशासनको एउटा उदाहरण यो हुँदै गर्दा तर यति बेला जुन हिसाबले उहाँले छोटो समयमा दुईजना प्रमुख मन्त्रीहरू नै तपाईँको यसरी कारबाहीको घेरामा अथवा बर्खास्त हुनु अथवा फिर्ता बोलाउनु, यसले तपाईँको चाहिँ सरकारप्रति अलिकति त्यो आम धारणा नेगेटिभ जाँदैन र? त्यस्तो होइन नि। यो एउटा कुरो के हो भने विरोधमा विरोध जनाउनेहरूले त जेसुकै गरे पनि विरोध जनाउनेमा सपोर्ट गर्ने सवालमा उसले आँखा चिम्लेर सपोर्टै गर्ने हो। बाँकी रह्यो हामी जस्तो सबैलाई निहाल्ने, के राम्रा पनि निहाल्ने, नराम्रा पनि निहाल्ने, राम्रा भए पनि त्यसको क्रिया प्रतिक्रिया खोजिरहने हो, नराम्रो भए पनि क्रिया प्रतिक्रिया खोजिरहने हो र जहाँ गलत भयो त्यहाँनिर औँल्याएर खबरदार भन्ने सीमित पात्र भेटिन्छ। बाँकी के हो भने दुई पक्ष हो नि त। एउटा रासपा पक्ष के भन्छ, यो गर्नु हुँदैन थियो भन्छ, हुनु हुँदैन थियो भन्छ। फेरि के भन्छ त्यही रासपा पक्ष भने नि अहिले छोड्नु पनि उहाँले ठिक गर्नुभयो त छोडेर भन्नुहुन्छ। त्यही त ती दुईवटा पनि होइन। हामी चाहिँ के भन्छौँ भने पक्कै पनि विधिको शासन, कानुनी राज र हामी नैतिकताको पाठ कसलाई सिकाउँदैछौँ अहिले? अरू सबैलाई। भनेपछि सुदन गुरुङले आफैबाट भएका कमी कमजोरी केलाऊ र विधिको शासन कार्यान्वयन हुनुपर्छ, मैले पदबाट छोड्देँ भनेर उहाँले नैतिकताको पाठ त अरूलाई सिकाउँदै उहाँले छोडेर जानुभयो।
उहाँले जस्तो भनौँ न अब यतिखेर कार्य चाहिँ सूचीमा जुन हिसाबले बुदाहरू बनाउनु भएको थियो, उहाँको योजना थियो धेरैभन्दा धेरै मान्छेहरूलाई अब कारबाही गर्ने, सुशासन कायम राख्ने भन्दै गर्दाखेरि अबको दिनमा के नेपाल सरकारबाट चाहिँ हामीले त्यस्तै किसिमको गृहमन्त्री पाउन सक्ला? अब यस्तो मैले त तत्कालीन अवस्थामा के भन्छु भने केही मिडियामा त अघि भनि पनि सकेको छु। त्यही त धेरैजनाको साँच्चै नै गृहमन्त्री बालेन शाह नै रहेर बालेन शाहले नै त्यो जिम्मेवारी आफै लिएर एउटा अर्को व्यवस्थापन नहुन्जेलसम्मको लागि तदारुकताका साथ काम गर्नको लागि उहाँले आफैले लिनुपर्छ भन्ने चाहिँ मैले माग गरेको थिएँ। हैन, अहिलेलाई त उहाँले नै लिने भयो। जे माग गरेको थिएँ त्यही उहाँले नै लिने कुरा त भइसक्यो भन्ने कुरो पाएँ। पक्कै अब अर्को नियुक्ति गर्ने सवालमा पार्टीले दुवै पक्षलाई राखेर त्यस्तो खालको एउटा सर्वसम्मत पात्र चयन गर्नु पर्यो जो चाहिँ यसरी बिचमा होइन पूर्ण कार्यकाल चाहिँ सम्हाल्ने हिसाबले हुनु पर्यो। मलाई लाग्दैन कि सुदन गुरुङ कारबाहीको भागीदार हुनुहुन्छ सधैँको लागि जानुभयो जस्तो नि लाग्दैन, किनकि मलाई त्यो नै ख्याल जस्तो लागिरहेको छ कि। तैपनि तपाईँको अब एउटा चाहिँ अब कारबाहीको घेरामा गइसके पछाडि त्यसको निचोड नआएसम्मको लागि त अब अहिले तपाईँको राजीनामा दिइसकेपछि बाहिर नै हुनुहुन्छ होइन। अब यो हिसाबले पनि अब एउटा स्वागतयोग्य काम पनि भएको देखियो। अब नयाँ पात्रको रूपमा यतिखेर अमरेश कुमार सिंह चाहिँ दौडधुप गरिरहेको भन्ने खालको कुराहरू आइरहेको छ। उहाँ पात्रलाई कसरी तपाईँले चाहिँ नजिकबाट निहाल्नुहुन्छ? सबैभन्दा पहिला अमरेश कुमार सिंह गृहमन्त्री बन्दै हुनुहुन्छ भन्दा मलाई हो जस्तो लाग्दैन र फेरि हुँदैन भन्ने कुरा पनि भन्नु हुँदैन। भरे रासपा पार्टीले निर्णय गरेर अमरेश कुमार सिंहलाई नै प्रधानमन्त्री दिने गृहमन्त्री दिने भनेर निर्णय गर्यो भने मैले हुँदैन भन्न पाउने अधिकार छैन नि। र अनि अरू सांसद हुन पाउने अमरेश कुमार सिंह नपाउने भन्ने छैन नि। त्यस कारणले अहिले गृहमन्त्रीको सवाल पक्कै पनि पार्टीको छलफल र पार्टीको बैठकले चयन गरेर फलानालाई दिने भन्ने कुरा हो त्यो। त्यस कारणले रासपा पार्टी कार्यालयले दिएको कुनै पनि सांसद गृहमन्त्री बन्न सक्छ। हजुर, तर मन्त्रीमण्डल चयनमा त बढी मात्रामा चाहिँ बालनजी नै हाबी देख्नुभयो नि। हुँदैन, त्यो मान्छेले रासपाभित्र देखिएका चाहिँ क्रिया प्रतिक्रियाको बारेमा गरेको तर्क मात्रै हो। वास्तवमा के त्यो दुईजनाको के हो भने नि अहिले सबै मन्त्री बालेनको, रासपा पनि त बालेनको नि, सबै मन्त्री रविको, रासपा पनि त रविको नि। एउटा सिनियर नेता एउटा त्योभन्दा थोरै जुनियर नेता, किनकि वरिष्ठ नि त के फरक पर्छ, समान होइन। अनि बालेन शाहले मलाई काम गर्न सजिलो हुन्छ फलानु चाहिँ भइदिए भनेर भन्नुभयो भने त्यो पात्रको रूपमा गनिन्छ। त्यो पनि रासपा नै हो, रासपाकै पात्र हो, रासपाकै सदस्य हो। होइन यो अहिले भएको 16जना मन्त्रीमण्डलमा मेरो 10जना हुनुपर्छ, 6जना तिमीहरू जेसुकै गर भनेर भाग लगाइदिनु भएको थियो भने पो ओहो बालेन शाहले अन्याय गर्नुभयो नि रासपालाई भन्नु। सबै 16जना रासपा, 16जना रासपाका सांसद, अनि त्यो रासपाको दोस्रो वरियता क्रमको नेता होइन। हजुरले त्यो भन्दै गर्दा नि सिनारियो कस्तो देखियो भन्दाखेरि संस्थापन पक्ष पुरानो जो हुनुहुन्छ रवि पक्षबाट आउनुभएको 8 जना, यता बालेन पक्षबाट नयाँ आउनुभएको 8 जना देखियो। त्यो हिसाबले कतै कतै उहाँहरूको आधी गरेको हो कि भन्ने खालको म्यासेज पनि गयो। होइन, अब यसो सुन्नु न, सुदन गुरुङ बालेन शाहको मात्रै हो। सुदन गुरुङजी त अन्तिममा फाइनल भएर छ नि त फेरि। हो, त्यो बालेन शाहको हो। त्यही त रविजीको मात्रै हो, रासपाको मात्रै हो, रासपाकै हो, तर पछि जोडिएको पात्र हो। त्यस कारणले के भन्नु हुँदैन भने नि सुदन गुरुङले गोर्खाबाट चुनाव जितेर आउनुभएको रासपाबाट, उहाँको सांसद पद रासपाले निलम्बन गर्न पनि सक्छ, कारबाहीको दायरामा लान पनि सक्छ, विधिवत 5 वर्ष टिकाउनको लागि लड्न पनि सक्छ। अन्यत्र जान पाउनुहुन्न, उहाँ जानुभयो भने उहाँलाई कारबाही हुन्छ।
अब लगभग तपाईँको वरियताको हिसाबले त 5औं ठुलो नेताको रूपमा पनि त उहाँलाई राखिएको पाइयो नि त होइन र? कसलाई? सुदन गुरुङजीलाई। त्यो चाहिँ यस्तो हुन्छ, मैले संविधान हेरेको थिएँ, शिक्षा मन्त्री पनि हुनसक्छ, स्वास्थ्य मन्त्री पनि हुनसक्छ, वरियता क्रममा 1 नम्बर 2 नम्बर 3 नम्बर हुँदै प्रधानमन्त्री 1 नम्बर भइसकेपछि अरू बाँकी 5वटा पदसम्म जो पनि हुन सक्दो रहेछ संविधानमा है। यहाँ हामीले चाहिँ के बुझिरहेको थियौँ भने गृहमन्त्री नै 2 नम्बरमा हुन्छ भन्ने बुझिरहेको थियौँ। हल्ला पनि हामी त्यसरी गरिरहेको थियौँ, बुझेको थिएन नि त। नबुझेपछि त के पाइयो, जे पनि भन्न पाइयो। अनि पछि यो यस्तो होइन होला भनेर पनि फेरि हामीले त्यसलाई समीक्षा गऱ्यौँ। एकजना मान्छेले के भन्यो भने स्वास्थ्य तथा उपप्रधान वरियता क्रममा को हुन्छ? 2 नम्बरमा हुन्छ। उपप्रधान भएपछि 2 नम्बरमा पुगेन, ऊ त स्वास्थ्य मात्र थियो नि त, 2 नम्बरमा थियो। भौतिक तथा योजना मन्त्री ऊ पनि 2 नम्बरमा थियो। कसैका पूर्व निर्णायक मन्त्री उपप्रधान तथा पदीय मर्यादाका कुराहरू चल्दाखेरि यो मर्यादा क्रममा चाहिँ यसरी उहाँलाई 5 नम्बरमा लगियो भन्ने कुरा चाहिँ नि हामीले तर्क गर्नु हुँदैन। त्यो मन्त्रीमण्डलभित्रको 1 नम्बर 2 नम्बर 3 नम्बर उमेरको हक पनि लाग्दो रहेछ त्यहाँ, सिनियर र जुनियरको हक भन्दा पनि ती विविध कारणले उहाँ 5 नम्बरमा पर्नुभएको। त्यो विषय चाहिँ बहसको विषय थिएन होइन। विवाद पछाडि सुदन गुरुङजीले यदि मलाई पनि कारबाही गर्यो भने म तपाईँहरूको पनि पोल खोलिदिन्छु भनेर उहाँले चाहिँ भन्नुभएको छ नि। एउटा विवादित अभिव्यक्ति उहाँको आयो, उहाँले बालेनजीलाई इङ्गित गरेर भन्नुभयो कि किन त्यस्तो भन्नुभयो? साँच्चीकै तपाईँको अब पोल खोलिदिने भनेपछि त यो त शङ्कास्पद कुराहरू आयो, जनताले जान्नु पर्दैन यी कुराहरू? एउटा सबैभन्दा पहिला कुरा छ नि, मिडियामा बोलेका कुराहरू र मिडियामा भाइरल भएका कुराहरू त्यसको सतहीमा के छ भन्ने कुरो भन्दा पनि अहिले रासपा नेतृत्व सरकार, बालेन शाहको प्रधानमन्त्री कार्यकाल, सुदन गुरुङको देखिएको अहिलेको विवादास्पद कुरा, उहाँको आर्थिकको कुरा हो, उहाँको अनियमितताको कुरा हो, सत्य हो असत्य हो खोज्न बाँकीको कुरा हो रह्यो। बालेन शाह र सुदन गुरुङको बिचमा भएका सम्झौता के छन्? म पोल खोलिदिन्छु भन्ने सवालमा त्यस्ता अभिव्यक्ति छन् होला, आयो होला र गरे होला जस्तो मलाई लाग्छ। किनकि दुईटा एउटा उदाउँदै गरेका युवा शक्ति, जो सुदन गुरुङले आफ्नो भूमिका निर्वाह गर्दै गर्दा भएका कमी कमजोरीलाई केलाउने कुरा हो नि त। गृहमन्त्री यसरी राजीनामा दिएर बाहिर निस्किँदाखेरि प्रधानमन्त्रीलाई कतिको घाटा लाग्यो? यस्तो सहमतिमा दिएको के घाटा लाग्दैन। तर एउटा काम गराएको हिसाबले उसको हिसाबमा त व्यक्तिगत रूपमा अथवा भनौँ न चाहिँ एउटा प्रधानमन्त्रीलाई आफ्नो महत्त्वपूर्ण अङ्ग जुन हिसाबले उहाँले चाहिँ ह्यान्डल गरेर अगाडि बढ्नु भएको थियो, प्रेसर पर्दैन र कामको हिसाबले? रक्षा पनि जिम्मा लिनु भएको छ, गृह पनि उहाँले नै राख्ने भनेपछि अब धेरैवटा मन्त्री हुँदाखेरि त अस्तव्यस्त होला नि फेरि। यस्तो पक्कै पनि बालेन शाहले अहिले तत्काल यो सधैँका लागि राख्नुहुन्न भन्ने कुरो पनि हामीले बुझ्नुपर्छ। अहिले सुदनको मुद्दा फाइनल नहुन्जेलसम्म, सुदन गुरुङको बारेमा चाहिँ छानबिन नहुन्जेलसम्मको लागि उहाँले लिनुहोस्, दोषी करार भए सकिनेको अर्को नियुक्ति गर्नुहोस्, भएन भने फेरि सुदन आइहाल्नुहुन्छ भन्ने एउटा पाटो हो भने, अर्को सुदन गुरुङले पाउने बेलासम्म किन कुर्ने, भोलि नै अर्को एउटा नियुक्ति दिनुपर्छ भने दिने, काम चाहिँ फास्ट ट्र्याकबाट जानुपर्छ, जो दोषीलाई कारबाही गर्नुपर्छ भन्ने अर्को कुरो होइन। म जसरी पनि सक्छु म थेक्छु भनेदेखि प्रधानमन्त्री बालेन शाह आफैले गृहको जिम्मा लिएर एउटा राज्य मन्त्री नियुक्ति गरे भइगयो, सबभन्दा सजिलो। होइन, तपाईँले भने जस्तो तपाईँको अब यो चाहिँ अब लामै समय लाग्ने भयो त कुर्ने कुरा आउँदैन।
अब फास्ट ट्र्याकबाट छिटो तपाईँको त्यहाँको डिसिजन आयो भने त्यो पनि तपाईँले भने जस्तो तुरुन्त फेरि भोलिको दिनमा सुदन गुरुङ पनि आउन सक्ला होइन त्यो एउटा पाटो भइहाल्यो। हजुर। यदि तपाईँको तत्कालै नियुक्ति गर्नु पर्यो भने रासोपाभन्दा बाहिरको अहिले अलिकति चाहिँ केही पात्रहरू चर्चामा आइरहेको छ कि उहाँहरू पनि गृहमन्त्री हुने चान्सेस होला र? मलाई लाग्दैन रासपाले अहिलेको अवस्थामा बाहिरको पात्रलाई सांसद बनाएर या त बाहिरको पात्रलाई चाहिँ लगेर मन्त्री बनाउँछ भन्ने कुरामा चाहिँ म विश्वस्त छैन। यस कारणले कि रासपाले जसरी पनि भ्रष्टाचारमा दोषिएका, हिजोका अनियमिततामा मुक्सिएका र जो अपराधिक गतिविधि भएका कुराहरूलाई चाहिँ संस्थागत गर्दै जोगाउनेहरूलाई छिटोभन्दा छिटो कारबाही गर्नुपर्छ। बाहिरको मान्छेबाट त्यो सम्भव होला? त्यो त सम्भव हुँदैन। जस्तो कि बनाइदिएको गृहमन्त्रीले त कहाँ कारबाही गर्छ? यहाँ त तत्काल भुटानीको कुरा छ, तत्काल गिरिबन्धुको कुरा छ, सहकारी काण्ड छ, हेर्नुस् सबैभन्दा अहिले जल्दो बल्दो सहकारी काण्ड छ। एकदम किनकि 87 अर्ब देखिएका डुबेको छ। यहाँ एकजनाले भन्दै हुनुहुन्थ्यो 4-6 लाख रुपियाँ पैसा छ नि, 4-6 लाखको चाहिँ नि साउब्या तिर्न गइयो रे, जाँदा